नमस्कार संसारभरिका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू। आज बिहान मैले एउटा फेसबुकमा एउटा पोस्ट गरेको थिएँ। त्यो पोस्टमा मैले चाहिँ आज एउटा विशेष दिनमा मैले एउटा नौलो कुराको घोषणा गर्छु भनेर भनेको थिएँ। तपाईहरुले पर्खनु भयो होला। आज म त्यही कुरा घोषणा गर्न चाहन्छु। आजको दिन विशेष दिन किन हो भनेदेखि यो महावीर पुनको जुन आत्मकथा भन्ने जुन किताब छ, यो किताब हामीले बेच्दै हिँडेको बेचेको दिन मात्रै आज 365 दिन भयो, अर्थात पूरा 1 वर्ष पुग्यो। पश्चिम महाकालीबाट पूर्वतिर लाग्दै विभिन्न प्रदेशहरू, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही भाग, मध्य प्रदेश गर्दै अहिले कोशी प्रदेशको चाहिँ सुनसरी जिल्लाको इटहरीमा चाहिँ आइपुगेका छौं। र यसरी किताब बेच्दै हिँड्दाखेरि अहिलेसम्म यो 41औं जिल्लामा छौं। र यो किताब बेच्ने क्रममा हामी चाहिँ विभिन्न ठाउँहरूमा गएर स्थानीय स्वयंसेवकहरूको सहयोगमा चाहिँ यो किताब चाहिँ हामीले बेचिरहेका छौं। र अहिलेसम्म आजको दिनसम्म मोटामोटी 1,80,000 भन्दा बढी किताब पनि बिक्री भइसकेको छ। र यसरी चाहिँ 1 वर्ष अगाडि सुरु भएको जुन यात्रा छ, यो 365 दिन भनेको किताब बेचेको दिन मात्र हो। बीचमा हामी तिहारमा चाहिँ र दशैंमा र कुनै समयमा आवश्यक काम परेको बेलामा त्यो चाहिँ किताब बेचिएको थिएन र त्यो दिन चाहिँ यसमा चाहिँ हामीले समावेश गरिएको थिएन। र यति दिनमा चाहिँ 365 दिनमा हामीले झन्नै 20,150 किलोमिटर जति दूरी विभिन्न ठाउँहरूमा यो गाडीमा भएको मिटर जुन छ, मिटरलाई नापेर हेर्दाखेरि यहाँ चाहिँ 20,150 किलोमिटर जति हामी चाहिँ हिँडेका छौं। र यसरी यो किताब बेच्दै हिँडेको ठ्याक्क 1 वर्ष पुगेको हुनाले यसलाई चाहिँ हामीले एउटा विशेष दिन भनेर भनेको हो। र यो विशेष दिनमा मैले नौलो कुराको घोषणा गर्छु भन्ने कुरा पनि म तपाईहरुलाई अवगत गराउन चाहन्छु। तपाईहरुलाई थाहा छँदैछ कि मैले चाहिँ एउटा राष्ट्रिय आविष्कार केन्द्र खोल्नको लागि चाहिँ अनेकौं प्रयासहरू गरेर जनताको सहयोगमा, पूरा जनताको सहयोगमा अहिले राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन भएको पनि चाहिँ झन्नै 8 वर्ष हुन लाग्यो र राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन भइरहेको छ। अनि यो किताब बेचेर आएको पैसाले वीरगञ्जको कृषि औजार कारखाना मर्मत गरेर सञ्चालन भन्ने कुरा पनि यो सम्पूर्ण जनताकै सहयोगमा चाहिँ यो कार्यक्रम अगाडि बढिरहेको छ। र त्यो भन्दा बाहेक मैले गर्नुपर्ने एउटा उत्तरदायित्वको कुरा र मेरो चाहिँ कर्तव्यको कुरा गर्नको लागि चाहिँ मलाई केही पैसाहरू पनि चाहिएको छ। र त्यसकारणले मैले यो युट्युब च्यानल खोलेर त्यसलाई चाहिँ त्यसबाट त्यो मैले जुन कुरा गर्न गइरहेको छु, जुन मेरो चाहिँ जिम्मेवारी जुन छ पूरा गर्न गइरहेको छु, त्यसको लागि केही पैसा, छुट्टै पैसा चाहिएको हुनाले मैले चाहिँ यो युट्युब च्यानल खोलेर यसबाट पैसा जम्मा गर्न खोजिरहेको हो। त्यसैले तपाईहरुले मेरो युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला र मैले अबदेखि समय समयमा यसमा केही नयाँ कुराहरू चाहिँ राख्छु। तपाईहरुको माग अनुसार पनि मैले चाहिँ कुनै कुराहरूको कन्टेन्ट चाहिँ बनाएर त्यो युट्युब च्यानलमा चाहिँ मैले चाहिँ राख्ने छु। र यसबाट आएको जुन आम्दानी छ त्यो मैले भनेको विशेष किसिमको एउटा काम छ, उत्तरदायित्व छ। त्यो कामलाई चाहिँ पूरा गर्नको लागि चाहिँ छुट्टै पैसा चाहिएको हुनाले अब यसमा यो किताब बेचेको पैसा चाहिँ हाल्न पाइँदैन।
त्यसकारणले त्यसको लागि चाहिँ मैले यो युट्युब च्यानल खोल्ने भनेर आज विशेष काम भनेको विशेष दिनमा नौलो काम भनेको यो हो। मैले युट्युब च्यानल खोलेर यसरी गरौँला भनेर कहिले सोचेको पनि थिएन, तर हिजो अचानक मेरो दिमागमा यो चाहिँ आएको हुनाले मैले चाहिँ आज नै यो युट्युब च्यानल खोलिरहेको छु। त्यसैले तपाईहरुले यो मेरो युट्युब च्यानल हेर्नु होला र मैले गर्ने युट्युब च्यानलहरुमा खास गरी रमाइलोको लागि गीत संगीत इत्यादि केही नभए तापनि नहोला, तर यसमा चाहिँ ज्ञानवर्धक कुराहरू र कुनै रमाइलो कुराहरू अवश्य पनि राख्ने छु र करिब हरेक उसमा चाहिँ करिब 10-15 मिनेटको कार्यक्रमहरू चाहिँ राख्ने छु। ल यति भन्दै म नौलो कुराको घोषणा गरेँ। ल अब सबैले मेरो युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब गर्नु होला र अब हेर्दिनु होला अनि पैसा चाहिँ जम्मा होला भन्ने चाहिँ मेरो आशा छ। ल धन्यवाद। आजको यो जुन युट्युब च्यानलमा जुन पहिलो भिडियो मैले पोस्ट गर्दैछु त्यो भिडियो भनेको आज 365औं दिन भएको उपलक्ष्यमा यो धरान र इटहरीमा यो किताब बेच्न सहयोग गर्ने भाइ बहिनीहरूले केक काटेर चाहिँ एउटा खुशियाली मनाएको छोटो भिडियो चाहिँ यसको अन्त्यमा मैले राखेको छु र त्यो भिडियो पनि तपाईहरुले हेर्नु होला। यो चाहिँ एउटा खुशियालीको 365 दिनको एउटा चाहिँ पुगेको उपलक्ष्यमा बनाइएको भिडियो हो र भाइ बहिनीहरूले स्वस्फूर्त रूपमा आफ्नै खुशीले चाहिँ मनाएको चाहिँ कार्यक्रम हो र यो सडकमा गरिएको कार्यक्रम हो। ल दाजुभाइ दिदीबहिनीहरू हेर्नुहोस्, अहिले म इटहरी बजारमा छु। आज किताब बेच्दै पश्चिम महाकालीबाट हिँडेको चाहिँ आज 365 दिन पुरा भएको आज दिन हो। यसमा चाहिँ हुन त मैले गर त भनेको होइन, यहाँ धरानका र यो इटहरीका साथीहरूले चाहिँ यो 365 दिन पुरा भएको उपलक्ष्यमा यो चाहिँ एउटा कार्यक्रम यहाँ जति पनि अगाडि देख्नु भएको छ उनीहरू चाहिँ यो अहिले किताब बेच्ने जुन अभियानमा धरान र इटहरीमा चाहिँ किताब बेच्न सहयोग गर्ने सहयोगीहरू हुन् र उनीहरूले यो चाहिँ 365 दिन पुरा भएको उपलक्ष्यमा यो चाहिँ केक काटेर चाहिँ सबै यसरी चाहिँ खुशियाली मनाइरहेका छन्। आज हामी सडकमा नै यो खुशियाली मनाइरहेका छौँ। ल Gak ya,